प्रेम प्रणाम सम्पूर्ण सुन्दर साथीहरुमा। अहिले चाहिँ म यस श्री 5 नौतनपुरी धाम आइपुगेको छु। सुन्दर साथी हजुरहरुलाई थोरै देखाउने कोसिस गरिरहेको छु। हजुरहरु को आउनुभयो यस श्री 5 नौतनपुरी धाम जामनगर, हजुरहरुलाई चाहिँ मैले देखाउने कोसिस गरिरहेको छु र हजुरहरुलाई चाहिँ म यस भित्र देखाउने छु के कस्तो छ त श्री 5 नौतनपुरी धाममा। सर्वप्रथम त हजुरहरुलाई म श्री राजी श्यामाजीको दर्शन गराउने छु। हजुरहरुलाई मैले पहिले नै यता राजश्यामाजीको दर्शन गराउनको लागि आएको छु। सुन्दर साथी हजुरहरु सबैजनाले लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। अहिले चाहिँ म यस श्री 5 नौतनपुरी धाममा आएको छु र हजुरहरुलाई केही थोरै भिडियोहरु चाहिँ बनाएर देखाउने कोसिस गरिरहेको छु। हजुरहरुले देख्न सक्नुहुन्छ यता राजश्यामाजीको सिंहासन, त्यस्तै गरी यता देख्न सक्नुहुन्छ सद्गुरु महाराजजी र प्राणनाथजीको तस्बिर र त्यस्तै गरी हजुरहरुले यता देख्न सक्नुहुन्छ एकदमै सजावट तरिकाले राखिएको सामग्रीहरु रहेको छ। त्यस्तै गरी यता सम्मानहरु रहेको छ। त्यस्तै गरी यता सद्गुरु महाराजको तस्बिर रहेको छ। त्यस्तै गरी यता प्राणनाथजीको तस्बिर रहेको छ र यहाँ चाहिँ राजश्यामाजीको सिंहासन रहेको छ र त्यस्तै गरी यता सबै महाराजजीहरुको चाहिँ तस्बिर रहेको छ। अनन्त श्री विभूषित जगतगुरु श्री केशरबाईजी महाराज, त्यस्तै गरी यता अनन्त श्री विभूषित जगतगुरु तेजस्वी बाबाजी महाराज, त्यस्तै गरी यता अनन्त श्री विभूषित जगतगुरु ब्रह्मचारीजी महाराज, त्यस्तै गरी अनन्त श्री विभूषित जगतगुरु ध्यानदासजी महाराज, अनन्त श्री विभूषित जगतगुरु मोहनदासजी महाराज, त्यस्तै गरी अनन्त श्री विभूषित जगतगुरु फकीर चन्द्रजी महाराज र त्यस्तै गरी अनन्त विभूषित जगतगुरु अमरदासजी महाराज, अनन्त श्री विभूषित जगतगुरु धनीदासजी महाराज, अनन्त श्री विभूषित जगतगुरु रामदासजी महाराज, त्यस्तै गरी अनन्त श्री विभूषित जगतगुरु बिहारी दासजी महाराज, त्यस्तै गरी अनन्त विभूषित जगतगुरु सुखलाल दासजी महाराज र त्यस्तै गरी अनन्त श्री विभूषित जगतगुरु धर्मदासजी महाराज जीको चाहिँ तस्बिर रहेको छ। हजुरहरुलाई मैले यस सिंहासन कोठाभित्रको चाहिँ मैले हजुरहरुलाई केही देखाउने कोसिस गरिरहेको छु र महाराज श्रीको चाहिँ यता माथि रहेको छ तस्बिर, हजुरहरुले देख्न सक्नुहुन्छ। एकदमै आनन्द आइरहेको छ यस श्री 5 नौतनपुरी धाम आइपुग्दाखेरि। हजुरहरुले दर्शन गर्नु होला। सुन्दर साथी घरमै बसी हजुरहरुले दर्शन गर्न पाउनु भइरहेको छ र हजुरहरुलाई म सद्गुरु महाराजजीको चाहिँ यता ध्यान कक्ष यता देखाउने छु। यता हजुरहरुले देख्न सक्नुहुन्छ। हजुरहरुलाई म भित्र प्रवेश गराउने छु। आउनुहोस्। सबैजनाले प्रणाम गर्नु होला। सुन्दर साथी कमेन्ट गर्नु भएको छैन भने पनि हजुरहरुले एकदमै आनन्दसँगले कमेन्ट गर्नु होला। लोभ नगर्नु होला, कन्जुसाइ नगर्नु होला कमेन्ट गर्नको लागि।
हजुरहरूले देख्न सक्नुहुन्छ। यता सद्गुरु महाराजजीको कक्ष रहेको छ। यता हजुरहरूले देख्न सक्नुहुन्छ महाराज जीको चाहिँ यता बेड रहेको छ। एकदमै भित्र आइसके पछाडि चाहिँ एकदमै आनन्द आउने गर्छ। सुन्दर साथी हजुरहरूले हेर्नु होला, घरमै बसी बसी दर्शन गर्नु होला। हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। मैले यस भिडियो चाहिँ हजुरहरूकै लागि भनेर बनाएको छु। हजुरहरूले एकछिन दर्शन गर्दै गर्नु होला, एकदमै आनन्द आउनेछ यस भित्र आइसके पछाडि चाहिँ। धेरै सुन्दर साथीहरू आउनुहुन्छ यस श्री 5 नौतनपुरी धाम जामनगर चाहिँ दर्शन गर्नको लागि। त्यस्तै गरी म पनि यस ठाउँमा आएर दर्शन गरेर चाहिँ भिडियो बनाइरहन पाउँदाखेरि चाहिँ अत्यन्तै खुसी लागेको छ। एकदमै मनमा आनन्द आइरहेको छ। हजुरहरूलाई चाहिँ मैले केही भिडियोहरू देखाउने कोसिस गरिरहेको छु। मोबाइलको स्क्रिनमा जति अटेको छ त्यति नै मैले देखाउने कोसिस गरिरहेको छु। यो भन्दा धेरै चाहिँ अलि देखाउन सक्दिनँ। सुन्दर साथी हजुरहरूले आनन्द लिनु होला, ध्यान गर्नु होला। हजुरहरूलाई जति सके मैले देखाउने कोसिस गरिरहेको छु। धेरै सुन्दर साथीहरू आइरहनुहुन्छ दर्शन गर्नको लागि। त्यस्तै गरी यता आउनु होला सुन्दर साथी। मैले केही देखाउने कोसिस गरिरहेको छु हजुरहरूलाई। र हाम्रो यहाँ बुबा हुनुहुन्छ। बुबा सन्चै हुनुहुन्छ? सन्चै छ। अनि के कस्तो छ सुनाउनु? एकदम ठिक छ। हजुरले हिजो घुमाइदिनु भयो है, एकदमै आनन्द आयो। हजुर बा एकदमै आनन्द आयो। हजुरहरूलाई चाहिँ मैले उता वृक्षको पनि देखाउने छु। प्रणाम जी, प्रणाम। कस्तो छ हजुरलाई? एकदमै आराम छ। हस् प्रणाम। एकदमै हजुरहरूलाई चाहिँ यता वृक्ष पनि देखाउने छु मैले। प्रणाम जी, प्रणाम। सन्चै हुनुहुन्छ? प्रणाम। हजुरको शुभ नाम? सुन्दर साथी हजुरहरूलाई मैले केही भिडियो फुटेजहरू देखाउने कोसिस गरिरहेको छु। जे जस्तो छ हजुरहरूले हेरिदिनु होला। एकदमै म चाहिँ यस खिचडाको वृक्षनिर आइसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ यस 2वटा वृक्ष रहेको छ खिचडाको। र अहिले चाहिँ प्रस्तावित यस नयाँ भवन बन्दैछ यहाँ। हजुरहरूलाई देखाइरहेको छु। अब हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ एकदमै ठुलो क्षेत्रफलमा नै बन्न लागिरहेको मन्दिर रहेको छ। यहाँ चाहिँ ठुला ठुला खम्बाहरू चाहिँ हुनेछ। हेर्नुहोस् त कति खम्बाहरू छन् यहाँ। यो खम्बाहरू चाहिँ ठुलो ठुलो लगाइनेछ। एकदमै एउटै ढुङ्गाले बनेको हुनुपर्छ यो, पक्कै पनि। एकदमै ठुलो ठुलो चट्टानले चाहिँ
बन्न लागेको मन्दिर रहेको छ सुन्दर साँची हजुरहरूलाई देखाउने कोसिस गरिरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ एकदमै ठुलो ठुलो ढुङ्गा रहेको छ र अहिले चाहिँ म यस खिचडा वृक्षको चाहिँ यस रुखको चाहिँ मैले परिक्रमा गर्न लागिरहेको छु। हजुरहरूलाई चाहिँ परिक्रमा गरी देखाइरहेको छु। अलिकति भिडियो चाहिँ एन्टी लाइट परेको हुनसक्छ है, अलिकति हजुरहरूले मिलाएर नै हेर्नुहुन्छ भन्ने लागेको छ। केही भन्नुहुन्न होला, पक्कै पनि बुझेर हेर्नु होला है। यता सिधा घाम परेको छ। सुन्दर साँची श्री 5 नौतनपुरी धाम आउने चाहिँ मलाई एकदमै पहिलेदेखि नै इच्छा थियो। एकदमै पहिले चाहिँ भिडियोमा हेरेर चित्त बुझाइरहन परेको थियो। अहिले चाहिँ फाइनल्ली म श्री 5 नौतनपुरी धाम आइपुगेको छु र अब हजुरहरूलाई के कस्तो छ। यता जमुनाजी छ, हजुरहरूलाई यता के कस्तो छ है र यता देखाउने कोसिस गर्दैछु। यता बनि नै रहेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ ठुलो बोरिङ पनि खनिएको जस्तो छ। एकदमै घाम लागिरहेको छ, अलिकति एन्टी लाइट चाहिँ परिरहेको छ भिडियो बनाउँदाखेरि। र त्यस्तै गरी हजुरहरूलाई यता रसोईको कक्ष देखाउने छ। हाम्रो सुन्दर साथी हुनुहुन्छ, सुन्दर साथी हजुरहरूलाई चाहिँ मैले यस रसोईको देखाइरहेको छु। र यहाँ चाहिँ सुन्दर साथीहरू चाहिँ एकदमै सब्जी केलाउँदै हुनुहुन्छ। प्रणाम, सन्चै हुनुहुन्छ? सन्चै। के छ सुनाउनुहोस् नयाँ? एकदम राम्रो आनन्द मङ्गल धाम यस्तो धाममा त आनन्दै आनन्द छ। हजुर हो नि, एकदमै आनन्दै आनन्द छ। सतगुरु चरणमा कति आनन्द छ हजुर, एकदमै आनन्द। प्रणाम सुन्दर साथी हजुरहरूले देख्न सक्नुहुन्छ। यता चाहिँ सुन्दर साथीहरूले चाहिँ सेवा गर्दै हुनुहुन्छ। एकदमै प्रणाम जी, प्रणाम जी, प्रणाम। हजुरहरूले देख्न सक्नुहुन्छ यता सेवा गर्दै हुनुहुन्छ सुन्दर साथीहरूले। यता एकदमै सफा, एकदमै सरसफाइको चाहिँ एकदमै ध्यान दिइएको छ यस श्री 5 नौतनपुरी धाममा चाहिँ। हजुरहरूले चाहिँ यता भोजन प्रसादको यता नियमहरू लेखिएको छ, नोट गर्न सक्नुहुन्छ। त्यस्तै गरी यता एकदमै किचन रहेको छ, एकदमै सरसफाइको चाहिँ एकदमै ध्यान दिएको छ सुन्दर साथी। एकदमै अहिले चाहिँ भोजन बनिरहेको छ, एकदमै मिठो मिठो भोजन हजुरहरूले देख्न सक्नुहुन्छ। अब हजुरसँग खिच्न पर्यो। प्रणाम, सन्चै हुनुहुन्छ? के छ हजुरको नयाँ नौलो? उता घुमेर आइयो उत्तराखण्ड। हजुर, बद्रीनाथ गइयो। बद्रीनाथबाट हजुर अहिले दिन ऋषिकेश बसेँ। ऋषिकेशबाट हरिद्वार, हरिद्वारबाट महाकुम्भमा 2.5 महिना बसेर अनि अहिले यहाँ हजुर नौतनपुरी आएँ। अब यहाँ बस्नुपर्छ मेलामा, 14 मेला यस्तै ठाउँमा। हस्, प्रणाम। हजुर, काठमाडौँ ललितपुर। प्रणाम सुन्दर साथी। एकदमै उहाँहरूले चाहिँ सेवा गर्दै हुनुहुन्छ। अहिले चाहिँ अब एकछिनमा खाना पाक्नेछ र हामी भोजन पनि गर्नेछौँ।
सुन्दर साथजी एकदमै खुसी लागेको छ। यता हजुरहरूलाई केही देखाउने जमर्को गर्दैछु र हजुरहरूलाई चाहिँ अब म अन्तिममा एकपटक फेरि राजश्यामाजीको चाहिँ दर्शन गराउनेछु। अब भन्न लागेको मन्दिर चाहिँ एकदमै राम्रो रहेको छ। सुन्दर साथजी हजुरहरूलाई यस तस्बिर देखाएँ मैले, प्रस्तावित श्री 5 नौतनपुरी धाम। अब हजुरहरूलाई म दर्शन गराउनेछु र यता दर्शन गराउनेछु भनेको अहिले ट्याक्कै पर्दा लागिएको रहेछ। हजुरहरूलाई म यता भित्र ध्यान कक्षामा देखाउनेछु। सुन्दर साथजी हजुरहरूलाई चाहिँ मैले पारायण मन्दिर देखाउने कोसिस गरिरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ यता भित्र चाहिँ पारायण पाठ हुने कक्ष रहेको छ। यता चाहिँ राजश्यामाजीको सिंहासन पनि रहेको छ। हजुरहरूले आएर यस पारायण मन्दिरमा पनि आएर हजुरहरूले दर्शन गर्न सक्नुहुन्छ। सबै महाराज श्री जीहरूको चाहिँ तस्बिर रहेको छ भित्र। त्यस्तै गरी यता सिंहासन रहेको छ। हजुरहरूले दर्शन गर्नुहोला। हजुरहरूले यस मौका भिडियो मार्फत पाउनु भएको छ, दर्शन गर्ने मौका। र यता अहिले चाहिँ मैले हजुरहरूलाई यस मुख्य कार्यालय पनि देखाइरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ सुन्दर साथजी, यो चाहिँ श्री 5 नौतनपुरी धामको चाहिँ मुख्य कार्यालय रहेको छ। र हजुरहरू यस ठाउँमा आउनुभयो भने बस्ने व्यवस्था चाहिँ यहाँ आएर सम्पर्क गर्न सक्नुहुन्छ र हजुरहरू 2-4 दिनको लागि चाहिँ यहाँ बस्न पाउनुहुन्छ आनन्दसँगले। त्यस्तै गरी सुन्दर साथजी हजुरहरूले चाहिँ यहाँ सबै सिंहासनको सामानहरू पाउनुहुनेछ। हजुरहरूलाई मैले यहाँ देखाउने कोसिस गरिरहेको छु। यहाँ चाहिँ हजुरहरूले माला, कन्ठीको मालाहरू एकदमै पाउनुहुनेछ। राम्रो राम्रो एकदमै यहाँ चाहिँ सबै स्वरूप साहेबहरू, प्राणनाथ बाणी सबै पाउनुहुनेछ। यहाँ आउनुभयो भने विभिन्न धर्मको, हाम्रो धर्मको किताबहरू पाउनुहुनेछ। र त्यस्तै गरी यता सबै महाराजजीहरूको, सद्गुरु महाराजजीको, प्राणनाथजीको, राजश्यामाजीको, राधाकृष्णजीको तस्बिरहरू पाउनुहुनेछ। यता चाहिँ हेर्नुहोस् त कति सुन्दर सुन्दर माला पनि रहेको छ है। यहाँ हजुरहरू आउनुभयो भने खिचडा एकदम तुलसीको मालाहरू चाहिँ राम्रो राम्रो पाउनुहुनेछ। हजुरहरूलाई देखाउने कोसिस गरिरहेको छु। तपाईँ हेर्नुहोस् त एकदमै सस्तोमा माला मिलिरहेको छ। 100, 150, 100 रुपियाँमा चाहिँ माला मिलिरहेको छ। एकदमै सस्तो माला हजुरहरूलाई चाहिएमा चाहिँ यस श्री 5 नौतनपुरी धाममा चाहिँ आएर सम्पर्क गर्न सक्नुहुन्छ। र हाम्रो यता काउन्टरमा हुनुहुन्छ। प्रणाम जी, सन्चै हुनुहुन्छ? हजुरहरू आउनु होला, दर्शन गर्नु होला। हजुरहरूलाई धेरै धेरै धन्यवाद सुन्दर साथजी, हाम्रो भिडियो हेरेर साथ दिनुभयो।
र हजुरहरूले मुडबरी म्युजिक वान नेपाल युट्युब च्यानललाई चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै म शैलेन्द्र मुडबरी बिदा हुन चाहन्छु। प्रेम प्रणाम। श्री 5 नौतनपुरी धाम की जय, नुवाकोट धाम की जय, नौतन धाम की जय, संपूर्ण धाम की जय। प्रणाम।